All right, what is everyone? आज चाहिँ हामीले गइरहेको छौँ होइन। अहिले चाहिँ हामी रामनगरसँग आइपुगिसकेको छौँ। अब हेरौँ जोगीमा के कस्तो सिनहरू देखिन्छ हामी क्याप्चर गर्छौँ है त। स्टे ट्युन। Early morning, empty street, sun barely up, quiet beat, coffee breath and then a moan. Then you showed up and the night was gone. Wind in your hair, golden light. हाउसको साइडमा रहेको खाजा घरमा चाहिँ खाजा खाएर 5 मिनट्स रेस्ट गरेर चाहिँ निस्क्यौँ बन्दीपुरतर्फ। Early morning, empty street, sun barely up, quiet beat, coffee breath and then a moan. Then you showed up and the night was gone. Wind in your hair, golden light. I forgot how to walk right. I tried to play it cool. Hello, Mr. Soman. अहिले हामी चाहिँ यसो चिसो ब्रेकको लागि बसेको छौँ होइन। अब यहाँबाट चाहिँ बन्दीपुर अलमोस्ट 4 किलोमिटर जति गएर अगाडि गएर चाहिँ यहाँबाट चाहिँ राइट साइडबाट चाहिँ कल लाग्नुपर्छ भनेर चाहिँ यता एउटा दाइले भने हो। सायद त्यही डाँडामा हुनसक्छ है। अनि अहिले चाहिँ हामी यसो चिसो ब्रेक I wanna read like a line that hooks, so I took one step, then another two, hoping you'd laugh if I talked to you. Hey, hold up, don't rush on by. That sunrise ain't the only thing catching my eye. One smile and I'm done, it's kinda unfair. I think I just fell right here in the morning air. So what do you say, can I walk you a mile? I'm trying my best to impress you with a simple smile. Love at first sight, yeah, it hit me like that. On this early morning road, can I get your number back? I said, you heading somewhere far. You grinned like you knew my cards. I pointed at the sky like, see, even the clouds look jealous of you and me. I offered you my playlist, soft and slow, little country pop, radio glow. You tease, you always talk this sweet. फाइनल्ली हामी चाहिँ बन्दीपुर आइपुगेको छौँ है गाइज। ठाउँ चाहिँ त्यति साह्रो एक्सपेक्ट गरे जस्तो चाहिँ अलिकति रमाइलो चाहिँ लागेन मलाई। तपाईँ कस्तो लाग्यो भन्दा? मलाई त पहिल्यै घुसिसक्यो लाइफमा एकदम गलत डिसिजन लियो आज चाहिँ त्यस्तो महसुस भयो दाइहरु चाहिँ मलाई चाहिँ। फक यो बाटो हिँड्दा हिँड्दा ओ माय गॉड लुक एट द फकिङ ब्युटी अफ बन्दीपुर। मलाई चाहिँ हैन फेरि हैन सेट बस्नु लाग्छ। फक oh Soman, तपाईँ एकदम रङ डिसिजन लिएको जस्तो फिल भयो हैन हिँडेर? तैँले पहिल्यै भने भाइ मुला आउने नि थिएन कि तेरो हिँड्नुपर्छ भनेर थाहा पायो त आउँथेन म यार। हेट यसको कारणले हो दुःख भएको चाहिँ मैले पक्सो फुट्ला जस्तो भयो यार। हेट एकछिन आनन्दले बस्नु पर्यो। तर हावा चाहिँ मजाको गर्छ है। प्रायः जस्तो के त्यो यो बन्दीपुर यो जुन छ नि यो एरिया टक्क त्यो फोटो खिच्छ नि त यहाँबाट चाहिँ हेर्छ यसो लास्टमा चाहिँ यहाँबाट चाहिँ फुल भ्यू देखिरहेको छ। Only when I mean it, I don't need a line
just wanna be true. If you got a minute, I'll spend my छोड्नु सोच्छु यार होइन होला है हेट तेरिका यो के भन्छ बन्दीपुर आउने काम चाहिँ घुम्न आउने काम चाहिँ खासै ठिक रहन्छ यार यति धेरै उकालो सुन्नु पनि बाफ्रे तर जे जस्तो भए पनि हावा चाहिँ मस्त चलिरहेको छ मेरै हान्ने हो नि अब मलाई चाहिँ बन्दीपुर जाउँ जाउँ भनेर चाहिँ उक्साउने क्याटालिस्ट यही हो तर बन्दीपुर आउनुभन्दा अगाडि चाहिँ केटा हो लाइफ इन्सुरेन्स गरेर आउनुपर्छ नत्र चाहिँ स्विकीले फेर्छ यस्तो छ बाटोको अवस्था बिस्तारै हिँडेर चाहिँ यहाँ केही फाइदा होला जस्तो छैन कोही दिन लाग्न सक्छ घन्टै मिनट हाल्नु रहेछ चप्पल लगाएर साह्रै जुत्ता लगाएर आइज आइज स्टामिना भरपुर खाली खाली सक्दैन मोटो फुट्छ यार यसरी कुद्या भए त काना के विषय भएछ यार कहाँबाट आयो ब्रदर पोखराबाट Fuck you. Got a minute, I'll spend mine on you. We can keep it easy, let the world move fast. I'm just trying to make this first moment last. Hey, hold up, don't rush on by that sunrise. फाइनल्ली आइपुग्यो हामी यता टुडीखेल तर काठमाडौँको टुडीखेल होइन यो कता गरे बन्दीपुरको टुडीखेल Smile and I'm done, it's kinda unfair. I think I just fell right here in the morning air. So what do you say, can I walk you a mile? I'm trying my best to impress you with a simple smile. Love at first sight, yeah, it hit me like that on this early morning road. Can I get your number back?